अभागी त माको अभागी रहेछु। मेरो टायर पर्केर टायर बनाउन गाडी आइरहेको थियो, त्यो बनाउने गाडी बिग्रेर त्यो आफै एम्बुलेन्समा चढेर आएर आधा ब्लास्ट बादन आधा तानी अल्सो ब्लास्ट राइट एन्ड टायर ब्लास्ट। माथि नराख भनेर गाह्रो छ नि, धन्न मुखल पो दिएन। मलाई डर त लागिरहेको थियो फाइन दिन्छ कि भनेर। गाडी बिग्रियो भने अनिवार्य हाइवेमा राख्न दिँदैन के, गाडी फस्यो नि फसोस्, कच्चीमै राख्ने हो। म त अब मेकानिक एकछिनमा आइहाल्छ भनेर अनि कुरेर बसेको थिएँ। अब मामा आइहाल्नु भयो, नआएको भए चाहिँ म यतै राख्थेँ, तर मामा आइहालेपछि अब अर्डर दिइहाल्नु भयो तल हाल भनेर। के गर्ने, हाल्नै पऱ्यो होइन। ठिकै छ, बिस्तारै बिस्तारै तल झार्छु। टायरवाला आयो भने चाहिँ गाह्रो हुन्छ यो टायर फेर्नलाई। भएको त्यो टायर पनि उक्किहाल्यो नि, 20 मात्रै भएको होला, 30 पनि जाने भयो यार। ल फाइनली मेकानिक आयो है। अभागी खप्पर जता गयो ठक्कर भने जस्तै मेरो गाडी त बिग्रियो, बनाउन आइरहेको गाडी पनि बिग्रेर के त्यो आफै एम्बुलेन्समा चढेर आएर। मेरो गाडी बिग्रियो, यो आइरहेको थियो बनाउन, यो बिग्रेर यो गाडीमा चढेर आयो। 1 घन्टा लाग्यो कि 30 किलोमिटर आउनलाई। यो बाबा आज त कमेडी भइगयो नि यार। एउटा यता गाडी बिग्रिनु, अर्को बनाउन आउनु, त्यो आफै बिग्रेर आफै एम्बुलेन्समा आउनु। क्या करना है, बताओगे तब ना। हाँ जग नहीं। हाँ तो गाड़ी में उठा दिया फुल। स्टार्ट करो। हाँ अब के गर्छ, यो जग पनि हाल्नुवाला हो। एउटा साथीको त्यो स्पेयर टायर नयाँ हो, अनि मेरो टायर गाडी स्टार्ट गर्न भनिरह। किन गर्नु पर्यो स्टार्ट? अब हेरौँ है के हुन्छ।